धेरै आक्रोश सुनाउनुहोस् है। यो हेटौँडा 16 मा रहेको शिवम सिमेन्टले अहिले क्लिनिकर उत्पादन गर्नको लागि चाहिँ कोइला चाहिँ प्रयोग गर्नुपर्ने ठाउँमा चाहिँ अहिले हेर्न सक्नुहुन्छ फोहोरहरू ल्याएर चाहिँ यो प्लास्टिकहरू बालेर चाहिँ क्लिनिकर उत्पादन गरिरहेको तथ्य अहिले बाहिरिएको छ। यहाँका स्थानीयहरूले पनि आँखा पोल्नेदेखि लिएर विभिन्न श्वास प्रश्वासको समस्या भएपछि के भयो भनेर चाहिँ एउटा खोज अनुसन्धान गरेका थिए र हिजो बेलुका मात्रै चाहिँ विभिन्न ट्रकहरूमा चाहिँ यहाँ फोहोर ल्याउँदै झारिँदै गरेको अवस्थामा चाहिँ उहाँहरूले चाहिँ पत्ता लगाउनु भयो र अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ यो फोहोरको डङ्गुर हो। सिमेन्ट उद्योगभित्र यो फोहोरको आवश्यकता किन पर्यो होला तपाईँहरू आफैले पनि एकदम प्रष्ट रूपमा बुझ्नुहुन्छ होइन। कानको चाहिँ यो प्लास्टिक र प्लास्टिक जन्य फोहोरहरू ल्याएर चाहिँ यहाँ थुपारिएको छ र यहाँका स्थानीयका भनाइअनुसार शिवम सिमेन्ट उद्योगले क्लिनिकर उत्पादन गर्नको लागि कोइला बाल्नुपर्ने ठाउँमा प्लास्टिक हालेर चाहिँ बालिरहेको अवस्था छ र यो प्लास्टिक हालेर बाल्नुको अर्थ के हो भने वातावरण प्रदूषण त हुन्छ नै र मानव स्वास्थ्यको चाहिँ अवस्था पनि एकदम गम्भीर प्रतिकूल असर पर्ने देखिएको छ। बाँकी म यहाँका स्थानीय बासिन्दा र यहाँका वडाध्यक्षज्यूहरूसँग यसको विस्तृत जानकारी गराउने नै छु। यो शिवम सिमेन्टले गरेको एउटा बदमासी हो, तपाईँहरूले हेर्दै गर्नु होला। पहिला सटडाउन गर्नुस् अनि मात्र हुन्छ, होइन भनेदेखि मैले केही सुनेको छैन तपाईँको आवाज। यहाँ हल्ला हल्ला छ, सारा गाउँले उल्टिरहेको छ। जति ढिला गर्यो त्यति त्यसको परिणाम चाहिँ फेरि उद्योगले दियो गर्नुपर्छ। आजै नादै चाहिँ विसर्जन हो। के विसर्जन पहिला सुन्नुहोस् तपाईँ भन्नु यो बहाना र त्यो बहाना नगर्नुस्। तपाईहरुलाई फोन गर्नुस्, ग्रुपिङ त हुन्छ। बिजुलीको लाइन काटेर त्यहाँबाट बिजुली लाइन काट्नु भएन। किस्ता झेड हो नि त। किनभने यो घटना नघटोस् भनेर है। बिजुलीको लाइन काट्नु पर्दैन।
म पनि फोन गरेँ यस्तो आउनु भएको छ अध्यक्षहरू भनेर कहिलेदेखि फोन गर्ने हिजोदेखि आन्दोलन फोन गर्नु पर्दैन तपाईँहरूको हो तपाईँहरूको नियत खराब हिजोदेखि फोन गरे सिडिओ साहब आउने 11 बजे 11-12 बजे बन्द हुनुको बिस्तार होइन के तात्तिनु चाहिँ बिस्तार लाग्छ मेरा कुरा सुन्नु सामान सबै लोड बन्द हुनु 4-5 घण्टा लाग्छ बिस्तारै बन्द गरिदिइहाल्छु नि खै त गरे हामीलाई देखाउनु पर्यो नि त भने के सर पनि आउँदैछ मान्छेहरू कम गर्नु पर्यो कोरे मान्छे कम होइन यो बन्द नभइकन मान्छे कम हुँदैन यो बन्द नभइकन मान्छे कम हुँदैन टेबल टकल बाढी 16-17 मान्छे पुरा बाढी बाहिर सानो आउँछ बढी आउँछ है यहाँ हामी पनि चाहिरहेको मान्छे हो यो फ्याक्ट्री बन्द हुनलाई 4-5 घण्टा लाग्दैन फ्याक्ट्री बन्द हुन्छ बन्द हुन्छ सुभाष चौलागाई हेटौँडा 17 को चाहिँ स्थायी बासिन्दा र लक्ष्मीपुर टोल विकास संस्थाको सचिव। अहिले के छ तपाईँहरूलाई परेको समस्या के हो यहाँको समस्या भनेको शिवम सिमेन्ट लिमिटेड स्थापना कालदेखि हामीसँग यसको धुवा धुलो लगायतका विभिन्न किसिमका चाहिँ प्रदूषणबाट हामी चाहिँ प्रताडित भइरह्यौँ र हामीले पटक आवाज उठायौँ, वडामा स्थानीय सरकारसँग उठायौँ, योसँग बस्यौँ, पटक वार्ता गऱ्यौँ, तर ती वार्ताहरूमा कमिटमेन्ट गर्ने कुनै पनि काम नगर्ने। आजको दिनमा पनि अहिलेको मुद्दा भनेको सेकेन्डरी मुद्दा हो, जुन यिनीहरूले कस्ट कटिङको नाममा घुस र प्लास्टिक प्रयोग गरिरहेको छ। तर हाम्रो पहिलो मुद्दा भनेको के थियो भने यसको सिएसपी भन्ने छ, सिमेन्ट मिल भन्ने छ, उतापट्टि चाहिँ तपाईँको प्रोसेसिङ भन्ने छ, यो ब्लेन्डिङ भन्छ। हामी त इन्जिनियर जस्तो भइसक्यो, यसको उद्योगभित्र घुम्दा यसको इन्जिनियरलाई थाहा छैन, हामीलाई सबै कुरो थाहा भइसक्यो। प्रत्येक ठाउँबाट तपाईँको चाहिँ टनको हिसाबमा धुलो निक्लिन्छ। क्लिनिङ यिनीहरूले केजीको हिसाबमा गर्छ, धुलो निक्लिन्छ टनको हिसाबमा। र यो बस्ती अब तपाईँको चाहिँ बन्जर भइसक्यो। हाम्रो अब अहिले तपाईँको पशुपालनमा गाईलाई कृत्रिम गरायो, ठ्याक्क बस्छ, जमिनको भाइब्रेसनले मिसक्यारेज। हेर्नु, पशुपालन हामी गर्न नसक्ने भयो। प्रत्येक घरमा उमेर पुगिसकेका आमा बुवाहरू 50बाट माथि लागेकाहरूलाई तपाईँ श्वास प्रश्वासको रोग र एलर्जी स्किनको समस्या आइसक्यो। स्वास्थ्यमा समस्या छ। खेतीपातीमा भन्नुहुन्छ भने तपाईँको चाहिँ माटोमा पुरै यिनीहरूको त्यो क्लिङ्कर गएर मिसिएर रातो पानी आउँछ भनेपछि हामीलाई सबै घरहरू गएर तपाईँहरू एकचोटि यहाँ यो सकिसकेपछि हाम्रो फेभरमा तपाईँहरूले बोलिदिनु पर्दैन, पत्रकारज्यूहरूले हाम्रो फेभरमा बोलिदिनु पर्दैन, सिधा सत्यको पक्षमा बोलिदिनुहोस्। गाउँ गएर एकचोटि घुमिदिनुहोस्, गाउँको यथार्थ विवरण राखिदिनुहोस् मिडिया। हजुर, म सीताराम नेउपाने हेटौँडा उपमहानगरपालिका 17 वडा दाबिले स्थित टोलमा बस्ने र म एउटा सामाजिक कार्यमा अग्रसरता चाहने र हिँड्ने पनि व्यक्ति भएको र म एउटा वन समुदायको अन्तर्गत अध्यक्ष पनि भएको र यो कम्पनी हिजो सुरुवाती कालमा स्थापना गर्दा पनि नेपाल राज्यले निर्माण गरेका कानुनी प्रक्रियाहरूलाई पनि एउटा फर्जी ढङ्गको सर्जी मुजुलका बनाउन समर्थकहरू जुटाएर बस्तीको 500 मिटर आगो डिस्टेन्समा मात्रै उद्योग खोल्न पाउने राज्यको कानुनी व्यवस्था हुँदाहुँदै यो कम्पनीले यहाँका स्थानीय तहका जनप्रतिनिधिहरू अलिक केही बुझ्ने जनप्रतिनिधिहरूलाई आफ्नो पहुँचमा लिएर सर्वसाधारणको बिचमा यो भोलि लाभ हुन्छ, उद्योग खुल्छ, रोजगार हुन्छ, बजार व्यवस्थापन हुन्छ, आर्थिक वृद्धिका जुन सपनाहरू बाँडिएर उद्योग स्थापना भयो। उद्योग स्थापना हुनु आफैमा कमजोरी होइन, तर आम जनताको सहभागिता जनमानसको बिचमा बस्तीको बिचमा यो प्रदूषण युक्त जुन उद्योग खोल्ने प्रक्रिया सुरुवात कालमा भयो, त्यो सुरुवाती कालदेखि नै कमजोरी छ भन्ने मेरो आफ्नो ठम्याइ हो। त्यसो गर्दा बिचमा म 2064 को आम चुनावपछि म एउटा राजनीतिक शुभचिन्तक र कार्यकर्ता पनि भएको हैसियतले म अखिल नेपाल टेबल महासङ्घ अन्तर्गत केन्द्रीय पदाधिकारी पदमा रहँदै गर्दा म भ्यालीबाट यो आफ्नो गृह जिल्लामा आएर सङ्गठन मजदुरहरूको बिचको समस्या र उद्योगपतिहरूका पनि समस्यालाई पहिचान गर्ने र उद्योगलाई संरक्षण समर्थन गर्ने र आम रूपमा कामदार कर्मचारी र मजदुरको हितमा चाहिँ काम गर्नुपर्छ
गर्नुपर्छ भन्ने जुन एउटा सङ्गठनको नियम र नीति अनुसार केही कार्यहरू गर्न सुरुवाती गर्दाको अवस्थामा केही मान्छेहरूको बिचबाट दबाब आउने थुप्रै कुराहरू भयो र मैले त्यो दबाबलाई फेस गरेँ र सङ्गठन निर्माण गर्दै गर्दा केही साथीहरू क्रियाशीलता रहेका साथीहरूलाई तलब वृद्धि गराइदिने भत्ता सेवा सुविधा बढाइदिने र त्यो सङ्गठनलाई डिस्पोज गर्ने र यो अहिले जुन यो फेरि माडेलाई मात्रै मैले दोष दिने भन्दा नि यो कम्पनीको नियत एकदम अहिले राज्य प्रणालीका केही नेतृत्व पङ्क्तिहरूसँग हुलमेल भएको हुनाले मैले थुप्रै उद्योगहरूसँग सम्पर्क गरेँ मैले बहुराष्ट्रिय कम्पनीहरूसँग सम्पर्क गरेको छु म आफै नेपाल ब्याट्री कम्पनी एभेडी बालाजुमा कार्यरत हुँदै गर्दा यो मल्टिनेसनल कम्पनी अन्तर्गत बैठकमा बसेर भाग लिने र समस्या समाधान गर्नलाई थुप्रै प्रक्रियामा भाग लिँदै गर्दा यो उद्योग भनेको जब्बड खालको मैले महसुस गरेँ र अहिले यहाँ आफैमा शिवमको धुलो धुवा प्रदूषण जनताले मार खेपेकै छन्। यहाँ हरेक गाई बस्तु चराचुरुङ्गी सबै जति तपाईँको जीवात्माहरू छन् मानवदेखि सबै जीवात्माको बिचमा प्रदूषण रहित छ भनेर जान्दै पनि रातिको साँझको पख आएर ठुलो मात्रामा चाहिँ धुलो उडाइदिने कार्य गर्दै गर्दा अहिले देशभरिको नगरपालिकाका कचडा खेर गएका सामानहरू जो प्लास्टिक जन्य यदि मानव जीवनमा घातक चाहिँ क्यान्सरको पहिलो श्रेणीमा प्रवेश गर्ने प्लास्टिक जन्य वस्तुहरूलाई यहाँ जलाएर नष्ट गर्न डम्पिङ गर्न पर्ने ठाउँमा बोइलर मार्फत शिवमले कोइलाको विकल्पमा यो चिजलाई प्रयोग गरेर प्रदूषण व्यापक रूपमा फैलाइरहेको र हिजो मसँग एउटा मेरो आफ्नै साला बिहान घरमा आउनुभयो क्यान्सर पीडित अहिले दिल्ली गएर यो पिसाब इन्फेक्सन भएर थैलै फेरेर आएको बचेको मान्छे आउने बित्तिकै मलाई बिहानै प्रश्न गर्नुभयो 6:30 बजे भिनाजु यो एरियामा निलो धुवा के आउँदैछ मैले बुझेँ प्लास्टिक बालेको मलाई अन्दाजा भएन र शिवमको यो धुलोको चाहिँ खराबीपना हो भनेर जवाब दिए र हेर्दाखेरि हाम्रो आँखाले प्रत्यक्ष रूपमा यो प्रदूषण व्यापक रूपमा गइराखेको अवस्था छ र यसलाई नियन्त्रण गर्नलाई पटक पटक मैले हिजो संयुक्त वडा कार्यालय हुँदै सर्वदलीय 7 दलको सर्वदलीयदेखि गाविस हुँदै अहिलेको नगरपालिका तहको वडा तहका हाम्रो 17 को उद्धव सत्याल वडा अध्यक्ष पनि आउनुभएको छ 16 को रामकृष्ण कोइराला पनि यहाँ उपस्थित हुनुहुन्छ र अहिले दुईटै बिचको वडा प्रतिनिधिहरूले पनि अत्यन्त क्रियाशीलता रूपमा जनताको भावना बुझ्ने यो प्रदूषणलाई अन्त्य गर्नुपर्छ र कम्पनीको यो दिनानुदिनको अत्याचार प्रदूषण मुक्त गर्नुपर्छ भन्ने पक्षमा लाग्नु भएको छ र अहिले सिडिओ साहबलाई पनि मेरै अगाडि रामकृष्ण कोइरालाजीले फोन गर्नुभयो उद्धवजीले गर्नुभएको छ एचआरजीलाई गर्नुभएको छ उहाँहरूले यदि यो कम्पनीको व्यवस्थापनले पनि यो कुरो सुनाइ नगरिकन व्यवस्था गरेर पुलिस प्रशासनको भरमा बल प्रयोग गरेर दमन गर्ने कार्य हजुरको शुभ नाम सहित अहिले तपाईँहरूलाई परेको समस्या के हो तपाईँहरू के अप्ठ्यारोमा हुनुहुन्छ बताइदिनुहोस् न। मेरो नाम उदय चौलागाई हेटौडा 17 लक्ष्मीपुर निवासी मेरो घरबाट 20 मिटरमा शिवम सिमेन्ट उद्योग पर्छ अनि मेरो घरमा चाहिँ भूकम्प आउँछ लगभग 3-4 रेक्टर स्केलको प्रत्येक दिन यो मिल देखिरहनु भएको यो मिल चल्ने त्यो त्यो जग्गा नै त्यही ठाउँमा पर्ने भएर मेरो घरमा सधैँ 3-4 रेक्टर स्केलको भूकम्प आउँछ। अस्ति लगभग 2 महिना जति अगाडि मेरो 2टा गाई मर्यो। त्योभन्दा अगाडि जति पनि गाईहरू मैले 15वटा गाई पालेको थिएँ विदेशबाट आएपछि 4 वर्ष अगाडि मैले गाई पालेको थिएँ त्यो मेरो गाई सबै प्रजनन भएनन् फ्याक्ट्रीको धुवा धुलोले गर्दाखेरि मैले मेरो घरबाट तल्लो घरमा लगेर गाई सार्दाखेरि त्यो गाईहरू प्रजनन भयो मेरो घरमा प्रजनन भएन। मैले यसको विषयमा धेरैचोटि आवाज उठाएँ लकडाउनको बेलामा नि आवाज उठाएँ लकडाउनमा यो देशमा जनताहरू हिँड्न नपाएर चाहिँ गाडी चढ्न नपाएर मरिरहेको बेलामा सिमेन्ट फ्याक्ट्रीको यो सिमेन्टी बेच्नलाई त्यो बेलाको तत्कालीन मुख्यमन्त्रीदेखि लिएर हेटौडा नगरपालिकादेखि लिएर सशस्त्र पुलिस लगाएर स्कटिङ गरेर यो देशको जनता हिँडेर यही लक्ष्मीपुरबाट बाजुरा गए तर सिमेन्टी फ्याक्ट्रीको त्यो सिमेन्टी बोक्नलाई यहाँ सशस्त्रले स्कटिङ गरेर धादिङ यहाँबाट सिमेन्टी लिएर गयो अनि मैले यहाँ केही कुरामा आवाज उठाउँदा पुलिसले मलाई झुटो आरोप लगाएर शिवम सिमेन्टका साउहरू यी मारवाडीहरूले मलाई मेरो अस्तित्व यो ठाउँमा म जन्मिएको मान्छे हो यो जग्गा जमिन मेरो 35 सालदेखिबाट थियो मैले बेचेको थिइनँ यो जग्गा जमिन जसले बेच्नुभयो उहाँहरूलाई छुट्टै कुरा होला मैले धुवा धुलोले सफोकेटेड भएर मैले आवाज उठाउँदाखेरि न सिडिओले सुन्नुभयो न प्रधानमन्त्रीले सुन्नुभयो न हेलो सरकार भन्ने एउटा एप्लिकेसन अनि मैले मेसेज पठाएको थिएँ उहाँबाट नि सुनवाई भएन मलाई उल्टो पुलिस प्रशासनले फसाउन खोज्यो त्यो बेलामा अस्तिको केसमा अनि यो पुलिसहरूले मसँग म न्यायको कुरा गर्दैछु यहाँको जिल्ला प्रहरी कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालय सशस्त्र प्रहरी कार्यालय तीनटै गाडीहरूले यहीँबाट तेल हाल्नुहुन्छ उहाँहरूले तेल यहीँ हालेपछि मेरो विषयमा बोल्नुहुन्छ होला जनताको विषयमा बोल्नुहुन्छ होला
यही हो बस मेरो कुरा। सशस्त्र ट्राफिक र प्रहरीले प्रत्येक महिनाको 2 चोटि आएर तेल हाल्नुहुन्छ। अब उहाँले प्रहरीले जनताको कुरा सुन्नुहुन्छ कि शिवम सिमेन्टको कुरा सुन्नुहुन्छ? 2062 सालदेखि यसले जग्गा किनेको बेलादेखि यस ठाउँमा सिमेन्ट उद्योग हुनु हुँदैन भनेर लड्दै आएको मान्छे, मुद्दा भोगेको मान्छे, कस्टडीमा लगेर बन्द भएको मान्छे, फसाउन खोजिएको मान्छे, अनि बिचमा केही समय मौन रहेको मान्छे। तर अहिले भइसकेपछि चाहिँ यो मकवानपुर जिल्लाभरिको नगरपालिकाभरिको सारा प्लास्टिक र फोहोर लिएर आएर यहाँभित्र बालेर विगत 6 महिनादेखि हामी यहाँ बाँच्न र बस्न नसक्ने अवस्था भएपछि हामीले यो प्लास्टिक कहाँबाट आयो भनेर खोजी गर्दा नगरपालिकाको भ्याट बिल सहितै पायौँ। यहाँको प्रशासन यहाँ आएर गाडीमा तेल हालेर जान्छ। यो यहाँ माथि रहेको 16 नम्बरमा रहेको यो अस्थायी प्रहरी पनि शिवमको प्रोटेक्सनको लागि बसेको हो भन्ने कुरा लाग्छ। यो देशको प्रशासन मौन रहन्छ। पत्रकार बन्धुहरूको कलम पनि शिवमको विरुद्ध चल्दैन, धेरैजनाको चल्दैन, थोरै मात्रै इमान्दार हुनुहुन्छ। र यो प्लास्टिक यसरी बालिरहने हो भने हाम्रा बालबच्चा र हामीहरू कहाँ गएर बाँच्ने? 34 मिटरमा गाउँलेको घर छ, 54-55 मिटर 154-55 मिटरमा चाहिँ इसिडी कक्षा चल्ने नेवामी स्कुल छ, एकापट्टि गएर वन समिति छ, एकापट्टि सिमसार क्षेत्र छ। यसको प्रत्येक वर्ष गर्नुपर्ने EIA रिपोर्ट यसले गरेको छ कि छैन? यो EIA कसले बनाइदियो? कसले सही गरेको छ? यो उद्योग यहाँ बस्नुपर्छ भनेर अब यो तमाम चिजहरू विधिवत रूपले केलाउनको लागि सबभन्दा पहिला नगरपालिकाको उपमहानगरपालिकाको मेयर मिनाजी आउनु पर्यो, त्यसपछि वातावरण विज्ञहरू आउनु पर्यो, सम्बन्धित बसेर यसलाई ठुलो बहसको रूपमा जाँदा यसले यहाँका जनतालाई असर कुनै पनि गर्दैन भन्ने कुरा हामीलाई विश्वास दिलाइदिनु पर्यो। होइन भने उद्योग बन्द गर्नु। म यही लक्ष्मीपुरकै निवासी हो। शिवमबाट झन्डै 50 मिटरको फेरमा मेरो घर पर्छ। म यो उद्योगले चाहिँ हामीलाई 1 महिना जति भएको थियो। वातावरण प्रदूषण एकदम, धुवा पनि अलि कस्तो खालको, अनि श्वास प्रश्वास पनि एकदमै नराम्रो हावा त्यस्तै वातावरण थियो। के हो भन्दै गर्दै जाँदाखेरि अब हिजो बेलुका चाहिँ यहाँ चाहिँ यो प्लास्टिकका सामग्रीहरू जलाएको चाहिँ त्यस्तो देखियो, भेटियो र डम्पिङ गरेको पुरा यो पहिला हामी अब काउले पानी भन्थ्यौँ, उद्योगभन्दा पछाडिपट्टिको भागमा डम्पिङ गरेको ठाउँमा ती पनि भेटियो। त्यो चाहिँ भुसामा मिसाएर यिनीहरूले प्रयोग गरेको देखियो। त्यसैले गर्दाखेरि यो मान्छेहरूलाई वातावरण प्लास्टिक जन्य वस्तुहरू जलाएर यो तीमाथि धुलो, गाउँको छेउमा भएको उद्योग धुलो उत्पादन गरिरहेछ, छोडिरहेछ। त्यसका अतिरिक्त फेरि पनि अब वातावरणलाई नै प्रदूषण हुने गरी प्लास्टिक जन्य वस्तुहरू जलाएर यहाँको हामी सर्वसाधारण जनतालाई चाहिँ मारमा पारिराखेको हुँदा आज हामी यो उद्योग बन्द गराएर मात्रै वार्तामा बसेर यसका विषयमा हामी कुराकानी गरेछौँ। हामीले सिडिओ साहबहरूसँग कुराकानी गरेका छौँ, उहाँले आउँछु भन्नुभएको छ। नगरपालिकासँग पनि हामीले कुरा गरेछौँ, जहाँ कि यो प्लास्टिकको विषय चाहिँ कस्तो रह्यो भने नगरपालिकाको भ्याट बिल शुद्ध भएर आएको छ कि कसरी आयो यो विषयमा अब नगरपालिका पनि अलिकति यसमा मुर्छेको जस्तो मलाई लाग्यो। किनभने नत्र भने नगरपालिकाको भ्याट बिल कसरी आउने हो, होइन? त्यसले गर्दा नगरपालिकाको ठेक्का लिने मान्छेको ट्र्याक्टर गाडीहरू यहाँ फेला पर्ने यहीभित्र अब हामीले सबुतका लागि राखेका पनि छौँ। त्यही कारणले गर्दा हामी अहिले यो चाहिँ उद्योगको विषयमा छलफल गरेर गर्नु पर्यो भनेर सबभन्दा पहिलो माग हाम्रो भनेको उद्योग पहिला सटडाउन गरेर बन्द गरौँ, त्यसपछि वार्ता गरेर सहजताका साथ यसलाई निकास निकाल्नु भन्ने। अब यसको बारेमा चाहिँ हामीले केही दिन अगाडिदेखि नै यसको चाहिँ नि प्लास्टिक यहाँ जलाउँछ भन्ने चाहिँ केही गुनासो आइरहेको थियो। त्यसको लागि चाहिँ नि म अलि बाहिरतिर थिएँ, त्यसले गर्दा अलि हेर्न नसकेको र हिजो चाहिँ आएर हामीले फिल्ड भिजिट गर्दा चाहिँ ठुलो मात्रामा चाहिँ नि यो प्लास्टिक जन्य पदार्थहरू चाहिँ भुसमा मिक्स भएर पनि पोलिरहेको भेटिसकेपछि उहाँहरूले चाहिँ दैनिक रूपमा यो प्रयोग गरे हुँदैछ र यो भनेको एउटा चाहिँ नि हामीलाई विष पोइजन चाहिँ खुवाइरहनु भएको छ र यसको चाहिँ अब एक प्रकारले शिवमलाई त अब यो कसले इजाजत दियो प्लास्टिक पोल्ने? इजाजत भयो, उसले इजाजत देखाउनु पर्यो। होइन भने चाहिँ कुनै न कुनै प्रकारको यसलाई कारबाही हुनुपर्छ र यो चाहिँ नि एउटा निर्णायक तहमा बसेर यसको समाधानको पाटो पनि खोजिनुपर्छ र यो चाहिँ हानिकारक र इजाजत बिनाको चाहिँ नि यो खुलेआम नाङ्गो नाच चाहिँ यो उद्योगले गर्न पाउँदैन। अहिले जस्तै बिहानै तपाईँहरूले स्थलगत अनुगमन पनि गर्नुभयो, स्थलगत अनुगमन गर्दा ठ्याक्कै के पाउनुभयो बताइदिनुहोस्। अब त्यहाँ चाहिँ विभिन्न चाहिँ नि प्लास्टिक जन्य चाहिँ नि चाउचाउका प्याकेट, गुड्खाका प्याकेट, हरेक चाहिँ यो चाहिँ नि म्याटहरू र प्लेट चम्चा विभिन्न चाहिँ नि पार्टी प्यालेसहरूमा चाहिँ कार्यक्रम गरेर डिस्पोजन गर्ने सब चाहिँ नि त्यस्ता पदार्थहरू देखियो। त्यो चाहिँ एकदम हानिकारक, हामीलाई त्यसको चाहिँ धुवाले एकदम स्लो पोइजन नै हामीलाई चाहिँ यो प्रयोग गराइरहेको छ।